के हो बुने, आज हिँड्दै घर जानु पर्ला जस्तो छ। खोइ गाडी त आउँदैन त, जम्मै बिग्रिया गाडी मात्र देखिन्छ। नआत्तिनु न दादा, गाडी आउला नि त। ओ बाइक आयो, रुकाउनु न दादा। रुकाउँछ नि खुब हामी दुईजनालाई। ओए यो त अभिषेक होइन? मान्छे त सहर गएपछि पुरै चेन्ज भएछौ त। ओ प्रेम दोस्त के छ यार? म चेन्ज भइसकेँ तर तिम्रो थोप्रा कहिले चेन्ज भएन यार। या मुला, तिम्रो मजाक गर्ने बानी अझै गएको छैन है। जामा लाउने मुला तिमी फेरि 81 रिसाउँछौ यार। ल ल प्रेम दोस्त, म चाहिँ घर गएको होइन, अब धेरै पछि आइएछ सहरदेखि, अनि म तिम्रै घरै आउँछु भोलि भेट्न है। ओके ल ल। होइन मान्छेहरू कस्तो सहर गएपछि 81 चेन्ज हुन्छन् यार। साँच्ची भन्ने है दादा? धेरै मक्ख नपर, जामिन आज हिँडेरै जान पर्ने भयो। नाइ म त जाँदिन। या हेर न फेरि नाटक पारेके, भोलि लिउन आउँदिन अनि थाहा पाउलिस। यति नजिकै त हो। बाबालाई बाइक किन्न भन्नु न दादा, गस्तो के। ठिक भनिस् तैले। बाबा बाबा भन् के भयो तँलाई? बाबा बहिनीले भनेको एउटा बाइक किनौँ न, मलाई पनि कस्तो बाइक चढ्न मन छ। मेरो साथी पनि सहरबाट आएको, क्या खतरा बाइक किने रहेछ। अब तँलाई किन बाइक किन्नु पर्यो? मेरै बाइक छ त, त्यही बाइक लिएर हिँड्न। या बाबा तपाईँको बाइक देख्दै कस्तो लाज लाग्दो छ, अनि मैले त्यो बाइक लिएर हिँड्ने? त्यो पनि तपाईँको बाइक पुरानो भइसक्यो। नाइ मलाई त नयाँ बाइक चाहिन्छ, बरु यो बाइक बिक्री गर्नुहोस्। तैँले कुरो बुझ्दिन छोरा, त्यो बाइक तेरो मम्मीले दिएको चिनो हो। अब भन् मैले त्यो बाइक बेचौँ? के भयो दादा, किन कराएको? केही पनि होइन, जाऊ खाना खाऊ, भोका के होला। ओके सरी बाबा, मबाट गल्ती भयो। हेर बाबु, छोरो मान्छे होस्, झुकेको कहिले सुहाउँदैन। अरू घोडा चढ्यो भन्दैमा आफू डोरी चढ्नु हुँदैन।